चाहिँ के थियो भन्दाखेरि वडा नम्बर 5 को वडा अध्यक्षज्यूले हामी अब पनि जङ्गल छिर्न तयार छौँ, हामी चाहिँ अझै राइफल बोक्न तयार छौँ जनयुद्ध विषयमा कुरा गर्दै देखाउँदाखेरि हामी अझै पनि बुट बजाएर अझै पनि हामी जनयुद्ध गर्न सक्छौँ, हामी अझै जङ्गल छिर्न तयार छौँ भन्ने खालको मानसिकता उहाँले प्रकट गर्नुभएको थियो है। हामी जनयुद्ध विषयमा किन चाहिँ सर्वोच्च हामीले त्यसमा प्रश्न हाम्रो केही पनि गलत छैन, हामीले सर्वोच्च अदालतले गरेको निर्णय माथि चाहिँ तपाईँहरूले किन यसरी चाहिँ बजेट छुटाउनु भन्ने मात्र हाम्रो प्रश्न हो। जनयुद्धको विषय जनयुद्ध किन गर्यो, कसरी गर्यो, जनयुद्ध प्रतिफल के पायो, प्रतिफल केही कुराहरू जनताले पाए पनि होलान् होइन, त्यसमा केही परिवर्तन आए पनि होलान् भने हामीले भनेको पनि थियो। तर त्यो चाहिँ सर्वोच्च अदालतले गरेको निर्णय विरुद्ध तपाईँहरूले किन यसो गर्नुभयो भन्ने मात्र हाम्रो प्रश्न थियो। तर त्यो प्रश्नलाई गलत बुझाएका साथ तपाईँहरूले चाहिँ त्यसलाई विषयान्तर गरेर हामीलाई चाहिँ दबाउन खोज्नु भयो। तर हामी दबिनेवाला थिएनौँ। हामी किन दबिने? तपाईँहरू छिर्नुहोस् न जङ्गल, छिरेर देखाउनुहोस् न, राइफल बोकेर देखाउनुहोस्। फेरि अब जनताले तपाईँलाई कसरी चाहिँ हेर्दा रहेछन्। हिजो पो तपाईँ जनता सचेत थिएनन्, जनताले चाहिँ हिजो तपाईँले चाहिँ परिवर्तनको चाहिँ आश बोकेर आएका भएर चाहिँ तपाईँलाई साथ दिएको थियो त। तपाईँले परिवर्तन आफै व्यक्तिगत रूपमा परिवर्तन हुनुभयो होइन। तपाईँले चाहिँ देश र जनताको अवस्था त उही छ, आज पनि हिजोको भन्दा अझ खत्तम छ। त्यो भएको हिसाबले अब पनि तपाईँले त्यस्तो खालको सोच बोकेर राजनीति गर्नुहुन्छ भने त्यो राजनीतिले चाहिँ देशलाई कहीँ पनि पुर्याउँदैन। त्यो भएको हिसाबले तपाईँहरूले त्यस्तो खालको घमण्ड बोकेर त्यस्ता खालको हामीले जनयुद्ध गऱ्यौँ लड्यो, त्यसमा सबैको योगदान छ, हरेक नेपाली जनताको योगदान छ, मेरो पनि योगदान छ होइन। त्यो भएको हिसाबले अब पनि हामीले ल्याएको यो बोल्ने स्वतन्त्रता, हामीले ल्याएको महिलालाई हक अधिकार दिने कुरा भनेर तपाईँले भनिरहनु जरुरी छैन। त्यसमा हामी सबै नेपाली जनताको योगदान छ। तपाईँ कुनै एउटा दल अथवा कुनै व्यक्तिले ल्याएको होइन। यसलाई यसरी चाहिँ गलत तरिकाले बुझेर तपाईँ राजनीति गर्न खोज्नु भनेको हामी नै हो यहाँको सर्वसत्ता, हामी बाहेक अरूले के गर्न सक्दैन भन्ने हिसाबको मानसिकता होला। त्यो मानसिकता चाहिँ अब धेरै दिन टिक्नेवाला छैन। त्यो मानसिकताले यो देश बन्नेवाला पनि छैन। त्यो मानसिकताले यो सबैलाई समावेशी रूपमा अगाडि बढाउन पनि सक्दैन। त्यो भएको हिसाबले यसलाई पनि तपाईँहरूले परिवर्तन गर्नुपर्छ। हामी फरक नयाँ विचार बोकेर आएको युवाहरू हो। हामीलाई केही यो देशसँग केही लिनु पनि छैन। हामीले जस्ट हामीले सकेको आवाज, हामीले गर्न सक्ने ठाउँमा हामीले परिवर्तन गर्न चाहेको, हिजोमा भएको भ्रष्टाचार सबैभन्दा पहिलो हाम्रो भ्रष्टाचार विरुद्ध आवाज उठाएर हामी हिँडेका हौँ। मैले आवाजलाई सामाजिक सञ्जाल मार्फत व्यक्तिगत जनप्रतिनिधिहरू भेटेर उठाउन थालेको 10औं वर्ष भइसक्यो। तर आजसम्म पनि ती कुराहरू जिउकाती छन्, झन् समस्या बढिराखेको देखिरहेको छु मैले। त्यो भएर सार्वजनिक सुनवाईको लागि अबका दिनहरूमा पालिकाले, मैले अघि सुरुमा नि भने, अब सार्वजनिक सुनवाई गर्दाखेरि चाहिँ हरेक परियोजनाको वडाले परियोजना सकिने बित्तिकै हिसाब किताब सहित त्यहाँ चाहिँ पेश गर्नुपर्छ।